मोटरसाइकलमा लखेड्दै साथीमाथि खुणा प्रहार। दर्शकबिन, यो धरानको खबर हो। धरान 10 मा मोटरसाइकलमा आएका युवाहरूले खुणा प्रहार गरी एकजनालाई घाइते बनाएका छन्। हिजोको उक्त घटनामा घाइते धरान 20 का समीर राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। उनको ढाडमा चोट लागेको छ। आपसी विवादमा उनकै साथीहरूले खेदाई राईमाथि खुणा हानेको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा आइरहेको छ। एउटा मोटरसाइकलमा आएका 3 जना युवाहरूले एकजनालाई खेदाएको भिडियोमा देखिन्छ। 3 जना मध्ये एकजनाले खुणा बोकेका थिए। मोटरसाइकलमा आएकाहरूले खेदाउँदा भागेका युवालाई बाटोमा हिँडिरहेकाले नभाग्न भन्छन्। तीमध्ये एकजनाले हेलमेटले हानेको दृश्य पनि भिडियोमा देखिन्छ। धरान 10 का वडा अध्यक्ष विवेक राईले आपसी विवादमा खेदाएर कुटपिट गरेको भिडियो सीसीटीभीमा रेकर्ड भएको बताए। उनले आफूले नै भिडियो प्रहरीलाई उपलब्ध गराएको बताएका छन्। खुणा हान्नेहरू अहिलेसम्म पक्राउ परेका छैनन्। विवादको विषय खुली नसकेको र संलग्नको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। त्यो चेक सर्टवाला बाइकमा आएको थियो, खेलाएर उता भागेको है, माथि उयो हाम्रो